हेलो गाइज, हामी चाहिँ जाँदैछौँ अहिले बुन्डोल अनि हामी गाडीमा चढिसकेको छौँ। हामीसँग यहाँ साथीहरू सबजना छन्। यहाँ नि छ नि दुईजना, यता दुईजना होइन, यहाँ रमेश। अब हामी गाडी चढिसकेको छौँ। अब हामी कतिखेर पुग्छौँ हामी अब हटाउनु पर्छ है गाइज। यस्तो चाहिँ अलिकति भएन। अब ठिकै छ, गाडी खाली छ। गाडी हामीले रिजर्भ हानेको। ए ल, अब हामी अलिअलि बाटोमा भ्लग खिच्दै जान्छौँ। त्यसरी हेर्दै जानु होला हाम्रो भ्लग। हामीसँग सागर पनि छ। गोडे भाइ हो दावा। बुझुकै हुन्छु म। लगा न अझै नलगाउ न। यो गाडीबाट ओर्लेर यहाँ हिँडिरहेको छौँ होइन। भ्लग आउँछ है रमेश भाइ साथी अगाडि। दोस्त मेरो नि खिच्छ ल। कस्तो छ? रमाइलो छ। हेर्नुहोस् फार्पिङ त्यहाँ माथि देखिसक्नु भएको छ। यहाँबाट कम्दै हिँड्नुपर्छ। हेर्नुहोस् गाइज, हामी चाहिँ यहाँ छौँ फाइनली। अब यस्तै हो, गाउँ यस्तो बवाल छ है। तपाईँहरूले यस्तो देख्नु भएको छैन होला। हाम्रो घोडे भाइ यता बेसी गाह्रो। हाम्रो यहाँ घोडे भाइ छ, कपाल हेर्नुहोस् त्यसको। हाम्रो खसीको जस्तै छ होइन। अब ठिकै छ, यस्तो भयो भने अब हामी चाहिँ हिँड्दैछौँ। यहाँबाट खतरा छ भ्यू। अब यसो हो, हामी भ्लगर नि हो, त्यही भएर हामीलाई सपोर्ट गरिदिनु पऱ्यो। यस्तै छ। तपाईँहरू साँखुमा कस्तो भइरहेछ होइन? साँखु कस्तो छ? यो त राम्रो छ, यो त राम्रो छ, साँखु राम्रो छ। यो भ्लगमा 10 मिलियन चाहियो होइन? भ्लगमा 10 मिलियन चाहिँ भ्यू आउनु पऱ्यो। साँखु राम्रो कि यो राम्रो? लामाहरू यति धेरै आउँछ गाइस। हामी साँखुमा कस्तो छ? यहाँ चाहिँ एकदम रमाइलो छ कि एकदम फुल एक्सपिरियन्सको छ। केही पऱ्यो भने ठ्याक्कै 100मा कल गर्नु, तपाईँहरूलाई हाम्रो साथीहरू आइपुग्यो। हामीलाई चाहिँ अलि यहाँ रमाइलो भइरहेको छ। त्यहाँ कस्तो बवाल छ नि त हाम्रो साथी। यो म एकचोटि म यहाँ बस्छु ल। क्लिक गर्ने यहाँ यस्तो छ नि त, बवाल छ नि त। साँखु जस्तो त छैन नि यो। हाम्रो साथीहरू त्यो अगाडि साँखु मलाई नलानी कहीँ गायत्री होस्। गायत्री साँखु होइन यो, अनि साँखु भन्दा बवाल छ नि त यो। कस्तो छ गाइज? यता त लास्टै चिसो पो रहेछ त है। कस्तो छ त्यता? उता लास्टै गर्मी होला, यता त लास्टै चिसो छ होइन रमेश? यो के अरे मासु। हामी बुझ्दै हुनुहुन्छ तपाईँ? साँखु राम्रो कि मासु राम्रो? के राम्रो भन्नुहोस् त। यदि क्यामेरा फर्काउनु मिल्दैन, पक्नु है। हेर्नुहोस् के राम्रो।
हेर्नुहोस् साँखु राम्रो कि राम्रो अनि हामीसँग सबजना छ मि सब हेर्नुहोस् गाइज हामी गुम्बा छिर्न लाग्यो गुम्बा ए कस्तो चाहिँ छ त अनि सानो मैले ए मनमा यो कि अन्ते ऊ चाहिँ सिकानी आयो ल गुम्बा गुम्बा सागर दोस्त ल हाम्रो नि खिच्दैन आएको ल यो घरमा 10 मिलियन देखाइदिनु उता त हुन्छ भ्यू हेर्न सक्नुहुनेछ तल नि गुम्बै गुम्बा छ अनि पछाडि अनि हाम्रो साथीहरू होइन ला त यति खिच्छु मेरो है गाइजहरू सागु र यसमा चाहिँ फरक छुट्याउनुहोस् कमेन्ट चाहियो हामीलाई स्कुल है डेन्जर बाटोबाट है माथि जानुलाई अझै माथि छ है साँखु भन्दा चाहिँ यता बवाल भइरहेको छ होइन गाइस अब तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो हेर्नु ल भ्यू पनि कडा आउँछ कि कडा उता त तातो होला नि यता त चिसो छ क्या चिसो चिसो भन्नु नि छ उता घाम लागिरह होला अनि हामी चाहिँ अब बुन्डुलको ग्राउन्ड जान लागेको उता गुम्बा बन्दै छ धेरै अनि यहाँ गुम्बै गुम्बा बनिरहेको छ यहाँ माथि नि हेर्नु अनि हामीसँग चाहिँ रमेश पनि छ आज नआउने भन्दा भन्दै आयो केटा ठुलो कुरो हो ल त्यसले सामान झारिसक्यो त्यो हामीले गरौँ न अहिले अब चाहिँ हामी चाहिँ हाम्रो केटाहरू चाहिँ धेरै ज्ञानी यस्तो ठाउँ कसैले कोक कसैले मासु नि छ क्या अब मासु चाहिँ उता केटीहरूले बोक्दैछन् नुन पनि छ उता मासु मासु भनेपछि त्यो यसको याद हेर्नुहोस् हामी धेरै थरीको फोटोहरू नि हाल्छौँ होइन हेर्नुहोस् गाइस ल सागर दोस्त होइन गोरी भाइ त्यो नदेखाउनु क्या केटाहरू अगाडि पुगिसक्यो ऊ दाबा भाइ हो त्यो उयो च्यातेर के अरे प्लास्टिक च्यातेर कोक बोक्दैछ त्यो होइन त्यही हो रमाइलो ठाउँ छ यो कस्तो झन्डै रमाइलो पारेछ राजुले बवाल छ नि ठाउँ त साँखु राम्रो कि यो राम्रो जस्तो लाग्यो क्या मलाई अब यो भ्लग चाहिँ स्कुलमा देखाइदिनु है हेर्नुहोस् गाइस बवाल ठाउँ छ बवाल ठाउँ तिनीहरू बोलाइरहेको छन् क्या यस्तो ठाउँ छ होइन हामी जाँदैछौँ हिँडेरै जानुपर्ने रहेछ यहाँबाट त्यो हामी हिँड्दैछौँ बवाल ठाउँ छ ब्रेक हेर्नुहोस् गाइस यस्तो राम्रो ठाउँ चाहिँ हामी हिँडेकै 15-20 मिनट 30 मिनट जस्तो भइसक्यो त्यही बवाल छ टाइमै लाग्छ यहाँ ठाउँ पनि बवाल छ के यस्तो हेर्दैखेरि साँखु भन्दा त राम्रै छ हिँड्ने पनि राम्रो छ क्या बवाल छ ठाउँ गुम्बा सुम्बा नि छिरियो अब
ग्राउन्ड जान लाग्यो ग्राउन्डमा नि खतरा खिच्नुपर्छ नस्पति होइन यार यो औँसी बल्ल बल्ल घाम लाग्न लाग्यो होइन घाम लाग्यो नि ठिकै छ अब यहाँ मसी काँचमा बोकेर गिफ्ट आएँ मैले गाई हामी अब यहाँबाट नि बिस्तारै बिस्तारै हिँड्दैछौँ हामी थाके पनि ठाउँ चाहिँ बवाल छ के हेर्दै बवाल लाग्दछ है ठाउँ चाहिँ बवाल छ है साथी ल रिभ्यू त चाहियो नि त हेर्नु ल तपाईँहरू हेर्न सक्नुहुन्छ यो निन्जा हातौडी यो बवाल छ ठाउँ तलतिर हेर्न सक्नुहुनेछ ल म चाहिँ यहाँ छु मलाई चाहिँ सामान सबले बोकेको छ बोक्न त पालै बिलो कोहीले कोक कोहीले डिउ बोकिरहेछौँ कोहीले स्प्राइट बोकिरहेछौँ यसले चाउचाउहरू बोकिरहेको छ चाउचाउ सुन्दर उसको नि पाला आइदियो अघि त त्यो अगाडि गयो क्या अब यहाँबाट माथि लाग्नुपर्ने हाम्रो समीक्षा साथी घामले गरेर टल्किरा होला माइन्ड नगर्नु ठाउँ चाहिँ बवाल छ अरू त केही भन्दिनँ साँखुभन्दा त राम्रै छ गाउँतिर हाम्रो साथी अगाडि बसिरहेको छ गाइस हामी अब धेरै हिँड्नु पनि गाइस हामी अब यहाँबाट हिँड्दैछौँ होइन अब माथि लाग्ने तस्बिरलाई चाहिँ रमाइलो भइरहेको छ जिउस साँखुभन्दा त रमाइलो छन् चाहिँ तर अलि हिँड्नु पऱ्यो भन्ने मात्र हो गाडी यहाँसम्म आइपुग्दैन त्यही भएर बाटो यस्तो छ म देखाउँछु तपाईँहरूलाई कस्तो छ भने अब हामी यहाँबाट हिँड्छौँ है त राम्रोसँग हेर्नुहोस् है गाइज हामी चाहिँ बुन्डुलको चौरमा पुगिसकेको खतरा छ है उता जेसिकाहरू आउँदैछन् दावा हामी हाम्रो रिजर्भको गाडी चाहिँ तलै छ हामी हिँड्न मिल्दैन नि त यहाँसम्म आउन मिल्दैन नि त गाडी हो कि भन न आउँदैछन् हामी घरतिर लागिसक्यौँ अब यहाँ धेरै चिसो बढ्न थाल्यो अब हामी जानै पर्ने हुन्छ अहिले कमसेकम 5 बज्न लाग्यो दिन अँध्यारो चिसो भने यतातिर अब घरतिर लाग्यौँ है हामी बाई बाई गाइस बाई ब्लग रमाइलो भइरहेको छ गाइस यतातिर चाहिँ होइन उता चाहिँ कस्तो भइरहेको छ तर यतातिर आजै रमाइलो भइरहेको छ ल मेरोमा चार्ज सकिन लागेछ रमाइलो भइरहेको छ यतातिर चाहिँ